नमस्कार, म सुजित कुमार झा, जनकपुरको बजरङ चौकमा चोइले र विभिन्न क्षेत्रका व्यक्तिहरू हामीसँगै हुनुहुन्छ। यो जनकपुर मात्रै होइन, यो चाहिँ मिथिलाको प्राचीन राजधानी पनि हो र प्रदेश नम्बर 2 को अस्थायी राजधानी। आज चाहिँ हामी तराई क्षेत्रमा दाइजोको अवस्था के छ र खास गरेर जनकपुरमा के छ त्यो सम्बन्धमा हामी छलफल गरिरहेछौँ। हामीसँग प्रदेश नम्बर 2 का विधायक हुनुहुन्छ रामसिंहजी, तपाईँलाई के लागिरहेछ यहाँ दाइजोको अवस्था तपाईँले कसरी हेर्नु भयो? मलाई लाग्छ जुन यो डोरी सिस्टम हो दाइजोको लिने र दिने जुन परम्परा छ त्यसमा धेरै सुधार भएको छ पहिलाको। र हामीले एउटा म दर्शकमित्रलाई यो भन्न चाहन्छु कि हाम्रो संस्कार, हाम्रो संस्कृति, छोरीलाई हेर्ने जुन दृष्टि छ त्यो दृष्टिलाई हामीमा चेन्ज गर्नुपर्छ। अब उदाहरणको लागि हामीलाई शक्ति चाहियो भने दुर्गा माताको पूजा गर्छौँ, धन चाहियो भने लक्ष्मी माताको पूजा गर्छौँ र बुद्धि चाहियो भने सरस्वती माताको पूजा गर्छौँ। शक्ति, धन र बुद्धिको लागि हामीले भगवान शङ्कर, विष्णु र भगवान रामको पूजा हामी गर्दैनौँ। हामी 3 देवीकी पूजा नै गर्छौँ। उहाँहरू नारी हो, त्यसकारण नारीलाई आदिशक्तिको रूपमा दिनुपर्छ। त्यसकारण पहिला हामीले यो बुझ्नुपर्छ र यसलाई कम गर्नको लागि, डोरी सिस्टमलाई कम गर्नको लागि सबभन्दा महत्त्वपूर्ण हो शिक्षा। छोरीलाई हामीले छोरासँग जबसम्म मान्यता राख्दैन, छोराछोरीमा जबसम्म हामी विभेद गर्छौँ, आज छोरी छोरामा कुनै चिजमा कम छैन। रामसिंहजी यहाँ भन्नुहुन्छ शिक्षा आवश्यक छ, तर शिक्षा कहिले हुने त्यसका लागि के गर्नुपर्छ? हामीसँग सांसद डाक्टर सुरेन्द्र यादव हुनुहुन्छ। सांसदजी, तपाईँलाई के लागिरहेछ? अब के छ भने म अब गाउँतिर धेरै बस्छु, हेरिरहेछु। अब छोरालाई पढाउनु छ भने बोर्डिङ स्कुलमा पढाउँछ गार्जियनले, अब छोरीलाई पढाउनु छ भने गाउँकै स्कुलमा दिन्छ। अहिले नै हामी हेरिरहेछौँ कि सबभन्दा ठुलो कुरा के छ भने हाम्रो जुन गाउँको स्कुलहरू छ त्यसमा दक्ष शिक्षकहरू हुन्छ तर पढाइ राम्रोसँग हुँदैन। अब हामीलाई त्यो हामी प्रमुख प्राथमिकतामा चाहिँ शिक्षालाई लिएर त्यहाँ अगाडि जानुपर्छ र हाम्रो जुन जति पनि कम्युनिटी विद्यालयहरू छ त्यो सार्वजनिक विद्यालयहरूमा चाहिँ राम्रोसँग पढाइ होस्, त्यसमा चाहिँ हाम्रो चाहिँ बढी ध्यान दिनुपर्छ र हामीले बढी त्यसमा काम गर्नुपर्छ। यहाँ समाजसेवी अमरचन्द्र अनिलजी पनि हुनुहुन्छ। अनिलजी, के लागिरहेछ शिक्षित नभएर चाहिँ यो दाइजो समस्या हो कि अरू कारण, जिद्दका कारण या आफूलाई देखाउनको कारण चाहिँ यो क्षेत्रमा दाइजो समस्या रूपमा देखिरहनु भएको छ? दुईटै कुरा हो। शिक्षा भन्नाले एउटा के हुन्छ, आजकल हामीहरू के भन्छौँ कि जुन मान्छे जुन हिसाबले पनि डिग्री लियो त्यो शिक्षित भइगयो, त्यो शिक्षाको त्यो परिभाषा हुँदैन। शिक्षा भन्नाले कबीरदास कुनै युनिभर्सिटीमा पढ्नु भएको थिएन त के उहाँ शिक्षित हुनुहुन्थ्यो कि हुनुहुन्थेन? जेम्स वाट, आरके मिडी यिनीहरू त युनिभर्सिटीमा पढेको होइन नि। शिक्षा भन्नाले चेतनशील हुनु पर्यो। चेतनशील मान्छे जहिले पनि दाइजोको समर्थन गर्दैन, बुझ्नुभयो? त शिक्षा पनि आवश्यक छ, तर शिक्षा भन्नाले उचित शिक्षा हुनु पर्यो। देखाउन लागि पनि हुन्छ कि समाजमा फलानुले यति लिए त म यति लिउँ। फेरि छोरी छोरालाई हेर्ने एउटा जुन हाम्रो परम्परा हो, छोरीको बुवाले पनि एउटा के गडबड गर्छ कि तपाईँको अब कुनै सम्पत्ति छ भने मागेन भने दिन चाहदैन। ऊ आफ्नो हिसाबले पनि त्यो दाइजो होइन, तर के हुन्छ कि छोरीलाई पनि छोराछोरा पढाउने सबै कुरा एकदम छोराछोरीमा विभेदै गर्नु हुँदैन। अर्को कुरा छ कि छोरीलाई पनि बिहे गर्ने बेलामा उसलाई केही अब उसको जुवाई किन, अब मेरो छोरी डाक्टर छ, इन्जिनियर छ भने जुवाई पनि किन डाक्टर चाहियो, चाहे के फलानै किन चाहियो। राम्रो केटो छ भने उसलाई राम्रो अगाडि बढ्ने उससँग क्षमता छ भने लेभल मिलाउनको लागि यो दाइजो समस्या हो। त्यो पनि हो एउटा भने नि हाम्रो समाजमा जुन छ नि आडम्बर, यो आडम्बरमा पनि छ। छोरीहरूलाई त्यो मान्छेलाई समाजमा यो पनि भन्नुपर्छ कि हेर्नुहोस् छोरी र छोरामा केही फरक छैन। अहिले तपाईँ हेर्नुहुन्छ कि इन्टरनेसनल स्तरमा त्यो फाइटर प्लेन उडाउने पनि छोरीहरू हुन्छ। या एङ्गला मर्कर जर्मनीको जुन छ नि धेरै नाम कमाएको हो, त्यो जर्मनीमा मलाई लाग्छ कि धेरै नेता त्यस्तो नाम कमाएको छैन होला। किरण बेदी जस्तो नाम कमाएको छ कुनै पुलिस अफिसर इन्डियामा। यहाँ चाहिँ मैथिली विकास समितिका उहाँ संयोजक हुनुहुन्छ मैथिली विकास कोषको। जीवनाथजी, तपाईँलाई के लागिरहेको छ यो समस्या ठिकै हो, विकराल अवस्था? होइन, त्यति विकराल त छैन जुन रूपमा चाहिँ देखाइएको छ अहिले मिडियाहरूमा। तर पहिला चाहिँ थियो, त अहिले धेरै सुधार चाहिँ भएको छ। अलिअलि केही अपवादको रूपमा चाहिँ मान्छेहरूले आफूलाई देखाउनको लागि देखावटी रूपमा चाहिँ
दहेज लिने चाहिँ प्रथा पनि छ। पहिला पहिला जुन थियो नि कि दहेज चाहिँ को चाहिँ निहुमा चाहिँ मार्ने पीडा चाहिँ दिने त्यो चाहिँ कम चाहिँ भएको छ। तर हालैमा जुन एउटा घटना चाहिँ भएको चाहिँ थियो रञ्जनामाला, त्यो घटनालाई के चाहिँ छ भने अहिले पनि दहेजको प्रथा चाहिँ छ, तर त्यो अहिले एकदम न्यून चाहिँ भएको छ। जुन रूपमा देखाइएको छ भनौँ के भन्छ पहाडतिर कि मधेसमा एकदम चाहिँ दाइजोको चाहिँ समस्या छ, त्यो चाहिँ छैन। वास्तव बदनाम पनि गरिएको छ, तर धेरै सुधार चाहिँ भएको छ। तर समस्या रहेको छ। यो समस्यालाई विकासका लागि जनचेतना बाहेकका लागि के गर्नुपर्छ? यहाँ हामीसँग हुनुहुन्छ रामसिंहजी। रामसिंहजी, के लागिरहेछ? तपाईँ विधायक पनि हो, प्रदेश नम्बर 2 का के लागिरहेछ? मलाई के लाग्छ भने नीतिगत हामी कुरा गऱ्यौँ भने नेपालको संविधान 2072 हेर्दाखेरि त्यो 72 को संविधान आफैमा चाहिँ अपूर्ण हो र अब प्रादेशिक कानुन बन्न बाँकी छ, प्रादेशिक संरचनाहरू बन्न बाँकी छ। ती सबै संरचनालाई हेरेर प्रादेशिक कानुनमा बेटी बचाओ बेटी पढाओ जबसम्म छोरीलाई केन्द्रित गरेर पावर सेन्ट्रलाइज गर्दैन र छोरीलाई उच्च सम्मानका साथ, नारीलाई उच्च सम्मानका साथ जबसम्म यो प्रादेशिक कानुनमा राख्दैन तबसम्म मलाई लाग्दैन कि एउटा देश समानता पनि हुन्छ। र पुरुष प्रधान देशमा महिलालाई जुन हिसाबले अहिले 33% दिएको छ संविधानले, 33%मा पनि महिलाको सेलेक्सन कस्तो भइरहेको छ? नीति त बन्यो 33% महिलालाई दिने, तर कस्ता महिलाहरू राजनीतिकमा जाँदैछ त? समानुपातिकमा कस्ता महिलाहरू जाँदैछ? नेताका नातेदारहरू जाँदैछ जसको पक्कर छ नेतृत्वमा, र जो महिलाहरू नेतृत्वकर्ताहरू सडकमा आन्दोलन गरिरहेका छन् ती महिला नेत्रीहरू परिरहेको छैन। त्यसकारण नीति त बन्यो 33% राख्ने, तर नियत खराब हेऱ्यो नेताहरू। त्यही समस्या दाइजोको लागि पनि हो। स्वाभाविक रूपमा त्यो नियत चाहिँ खराब छ। त्यसकारण नियत खराब गर्नको लागि मेरो विचारमा छोरीलाई जबसम्म एउटा उच्च सम्मानका साथ अगाडि राखेन र फुल एजुकेटेड गरेन र विभेद घरबाट हुन्छ। छोरीलाई हेर्ने विभेद मलाई लाग्छ त्यसको बुवा आमाबाट हुन्छ। छोरीको जन्म भयो भने मुख कालो गर्छ। यहाँ चाहिँ डाक्टर साहब तपाईँ चाहिँ सांसद पनि हो, अनि अर्को चाहिँ डाक्टर साहब यहाँ ठुल्ठुला पढे लेखेका डाक्टर इन्जिनियरहरूको चाहिँ दाइजोको मूल्य बढी हुने गरेको छ। तपाईँको एक्सपिरियन्स के रह्यो? होइन त्यस्तो त छैन होइन। अब जसरी कि पहिले जस्तो छैन। अब त्यति नै धेरै पढे लेखेको अब डक्टर नै हो भने अब त्यो भन्नुभयो नि कि अब जसरी कि अब केटा MBBS गरेको छ, केटी छ भने MD चाहियो होइन। त्यो भेटाउन पनि अहिले गाह्रो भइरहेको छ होइन। त्यसैले चाहिँ म हेर्छु कि जुन हिसाबले चाहिँ प्रचार भएको छ कि दाइजोको अब त चाहिँ केटीको सङ्ख्या यति कम भइसकेछ नेपालमा, स्पेसली चाहिँ मधेसमा कि केटाको त बिहे हुन अब गाह्रो हुन्छ। त्यसैले चाहिँ यो दाइजो प्रथामा दाइजोभन्दा पनि ठुलो समस्या कहाँमा हामी हेर्छौँ होइन, बेटी बचाओ त्यो कुरामा जानुपर्छ। र अर्को चाहिँ के छ भने हाम्रो जुन यो सिस्टम छ, अब राति आयो यति भोज भतिर त्यो चाहिँ त्यहाँ हाम्रो बढी खर्च भइरहेछ के त्यो अब त्यसमा गर्नै पर्छ आडम्बर। त्यो बरु अब एकचोटि पाकिस्तानमा भयो थियो कि टेन्ट सेन्टहरू गाड्नु पर्दैन। अब अहिले पनि पहाडी कल्चरमा भइरहेछ कि बिहान जाने कुनै बगैँचामा बस्ने अनि त्यहाँ बिहे गऱ्यो अनि आइहाल्ने। अब त्यस्तो किसिमले चाहिँ हाम्रो मधेसमा चाहिँ मुख्य रूपले चाहिँ चेन्ज गर्नुपर्छ, जसले गर्दा चाहिँ अरू कस्टिङ जुन छ त्यो अझ कम हुनुपर्ने हो। अब दहेजभन्दा पनि बढी चाहिँ त्यहाँ उहाँले खर्च आडम्बरले ठुलै समस्या गरिरहेको छ। डाक्टर सुरेन्द्र यादवले भनिरहनु भएको छ। अमरचन्द्र अनिलजी, तपाईँ यो कुरोसँग सहमत हुनुहुन्छ? अलिअलि त भन्यो नि सबै कुरा दोषी हो। अलिअलि सबै कुरा जस्तो पाकिस्तानको कुरा गर्नु, पाकिस्तानमा के हुन्छ अहिले वास्तवमा नियम पनि लागेछ त मान्छे के गर्छ कि आफ्नो त्यो घरमा बोलाउँदैन त कुपन दिन्छ 5 स्टार होटलको बरातीहरूलाई या इन्भाइटेड मान्छेलाई। अब तपाईँ समात्न गाह्रो। त्यसैले नियत अलि सफा हुनु पऱ्यो। अर्को कुरा हो कि म त एउटा सानो कुरा भन्छु, जति मान्छे यहाँ सङ्घ संस्थाको धेरै तपाईँको विकास भइरहेछ, सङ्घ संस्थाहरू धेरै खुलिरहेछ, राजनीतिमा लागेको मान्छे र सङ्घ संस्थामा लागेको मान्छे कम्तीमा आफ्नो चरित्र जोगाउनु पऱ्यो। आफै दहेज लिने दिने छोड्नु पऱ्यो। यो सबैभन्दा ठुलो प्रयास यहाँबाट हुनसक्छ। एउटा प्रण लिनु पऱ्यो कि दहेज लिन्न या दहेज लियो भने त्यसको घरमा चाहिँ हामी जान्न भने त्यस्ता कुराहरू तपाईँ हो त्यही म भने कि दहेज मेरो
माने साथीले लिए या मेरो रिलेटिभले त म जाँदैन उसको यहाँ दहेज दिने को यहाँ पनि जान्न दहेज लिनेको यहाँ पनि जान्न आफै पनि लिन्न त्यो एउटा कम्तीमा के हुन्छ कि मौखिक एउटा भाषणको रूपमा होइन प्र्याक्टिकल प्रयोगको रूपमा आफ्नै माथि पहिले लागू गर्नु पर्यो यो व्यावहारिकता हिसाबले कति सम्भव लागेको छ अमरचन्द्र अनिलजीले भनिरहनु भएको छ तपाईँले जो जीवनाथजी तपाईँलाई के लागिरहेको छ यो एकदम चाहिँ सम्भव छ वास्तवमा दहेज लिने मान्छेलाई समाजमा बहिष्कार चाहिँ गर्नुपर्छ र पुरै समाजै बहिष्कार भइहाल्छ जो यस्ता कुरा हुँदैन अहिले पनि अब अन्तर्जातीय विवाह सुरु चाहिँ भएको छ र मान्छेले अब आफैले चाहिँ केटी चाहिँ खोजेर चाहिँ बिहे गरेर के भन्छ त्यो परम्परा चाहिँ बसालेको चाहिँ छ र त्यो अब पुरै समाज बहिष्कार चाहिँ हुँदैन किनभने अधिकांश केटाहरू जुन पढे लेखेको छ केटा वा केटी होस् अब दहेज लिने पक्षमा चाहिँ छैन यहाँ चाहिँ अन्तर्जातीयका कुरा पनि आएको छ अन्तर्जातीय कुरा चाहिँ कति सम्भव हुन्छ कति जायज हुन्छ दहेजलाई मिटाउनको लागि रामसिंह तपाईँ के लागिरहेको मलाई लाग्छ यसलाई हामीले अन्तर्जातीय विवाह जुन छ यसलाई कुनै पनि हालतमा मैथिल संस्कृतिले बढावा दिँदैन किन दिँदैन भने तर संसार त सबै ठाउँ अगाडि बढिसक्यो नि त्यो कुराहरू त गरिरहेछन् संसार अगाडि छैन प्लेन कसले पहिला उडायो त राइट ब्रदरले प्लेन उडायो होइन तर राइट ब्रदरभन्दा अगाडि त्रेता युगमा प्लेन थियो उडन खटोला थियो त्यसकारण विज्ञानभन्दा अगाडि चाहिँ अध्यात्म हो र हामीले आडम्बर गर्नु हुँदैन यो अन्तर्जातीय विवाहलाई मैथिल संस्कृतिले कहिले पनि बढावा दिँदैन जुन संस्कारको साथ सीता माताको विवाह भएको भगवान् श्रीरामको विवाह भएको बिचको जुन सबभन्दा ठुलो उदाहरण छ मलाई लाग्छ हामी त्यसको विरुद्ध कहिले पनि जानु हुँदैन मैथिल संस्कृति महान छ र मैथिल संस्कृतिलाई मलाई लाग्छ यो थर्ड कन्ट्री अस्ट्रेलिया अमेरिका यिनीहरूले अलिअलि अपनाउन थालेको छ हाम्रो संस्कार हेरेर हाम्रो संस्कार अगर विवाह पद्धतिको कुरा गरौँ भने सुजितजी म यसमा हल्का समय लिन चाहन्छु हामीमा त्यो ढुङ्गालाई हल्का तातो गरेर बिउलालाई चाहिँ गाला सेक्ने यसको मतलब के हो यसको मतलब हो कि तपाईँ धेरै नबोल्नुहोस् अब तपाईँ दम्पति जीवनमा जानुभयो अब तपाईँ सोच विचार गरेर यो त ठिक छ परम्परा हाम्रो परम्परा फुल्ली वैज्ञानिक हो यो दाइजोलाई कसरी समाप्त गर्ने त दाइजोलाई समाप्त गर्ने मैले सुरुमा पनि भने यसको मुख्य जडो चाहिँ शिक्षा हो र छोरीलाई हेर्ने जुन दृष्टिकोण छ विभेद छ छोरा छोरी बिचको त्यो विभेदलाई घरकै अभिभावकले नै बढाइरहेको छ त्यो विभेद आमा बुवाले छोरी र छोरीलाई देख्ने विभेद यदि हटाइदियो भने दाइजो हट्छ सुरेशजी दाइजो हट्छ यहाँ चाहिँ दुईवटा कुरा आयो एउटा चाहिँ अन्तर्जातीय विवाहले पनि समस्या समाधान हुने कुरा आइरहेको छ भने अर्कोतिर शिक्षा हुन त धेरै शिक्षित व्यक्तिहरूले नै यो समस्या गरिरहेका कुराहरू आइरहेका छन् अमरचन्द्र अनिलजीले पनि यहाँ भनिरहनु भएको छ तर डाक्टर साहब यो तपाईँले बिचको बाटो के हुनसक्छ तपाईँ चाहिँ सांसद पनि हो तपाईँलाई के लागिरहेछ अन्तर्जातीय बिहे कि शिक्षा या अरू के छ हाम्रो समाजले कसरी चाहिँ यसलाई चाहिँ समाप्त पार्छन् अन्तर्जातीय बिहे त अहिले पनि गाउँघरमा त्यति एप्लिकेबल छैन तर के छ भने मेडिकली हेर्ने हो भने अन्तर्जातीय बिहे डिफ्रेन्ट जिनले गर्दा अलिकति आउने बच्चाहरू राम्रो हुन्छ भनेर जुन त्यो कन्सेप्ट छ त्यो हो त्यो अलिकति बढी ट्यालेन्ट हुन्छ जिन फरक फरक हुन्छ त्यस हिसाबले तर अहिले पनि यसरी भन्नुभयो हाम्रो साहबले त्यो हाम्रो अहिले पनि मधेसमा चाहिँ अब फाटफुट घटना भइरहेछ त्यसको चाहिँ हामी पूर्ण कसैले चाहिँ विरोध गरेको होइन तर पनि चाहिँ अहिले जुन हेर्ने त्यो छ कि फलानाको छोराले यस्तो बिहे गर्यो यो जुन प्याटर्न छ त्यो अहिले पनि चेन्ज हुन अलिकति धेरै नै समय लाग्छ अमरचन्द्र अनिलजीले भन्नुभएको छ पैतृक सम्पत्तिमा महिलाको अधिकार दियो भने यो अलिक कम हुन्छ यो कति यहाँ सफल हुनसक्छ यो प्रयोग अब यो प्रयोग त के छ भने अब हुन त महिलाको पहिलेभन्दा त धेरै नै स्थिति हामी यहाँ हिसाबले हेर्नुहुन्छ भने राम्रो भएको छ पहिले जस्तो चाहिँ अब सासूले चाहिँ बुहारीलाई यातना दिन्थ्यो अब त उल्टो भएको छ मैले हेरेको छु धेरै ठाउँमा अब बुहारीले नै चाहिँ सासूलाई राम्रोसँग राख्ने अवस्था छैन त्यो यदि 100 केसमा हेर्नुहुन्छ भने 80% केसमा त्यस्तै भइरहेको छ यहाँ चाहिँ मैथिली विकास कोषका अध्यक्ष हुनुहुन्छ अध्यक्षजी के लागिरहेछ पैतृक सम्पत्तिको प्रयोग चाहिँ यो दाइजो समाप्त पार्नमा कति सहायक हुन सक्छ मेरो विचारले त पैतृक सम्पत्तिमा अंश चाहिँ दिनु हुँदैन बरु त्यो पैसा लिएर चाहिँ उसलाई चाहिँ उच्च शिक्षा चाहिँ दिनुपर्छ रोजगार चाहिँ दिनुपर्छ होइन
त्यति दिँदाखेरि यो समस्या चाहिँ समाधान चाहिँ हुन्छ। त छोरालाई सबै थोक दिने, छोरीलाई केही नदिने? होइन यस्तो त्यति त्यो अंश बराबरको उसलाई पढाइ लेखाइमा खर्च गर्नुपर्छ, किनभने उसलाई त दोहोरो अंश चाहिँ हुन जान्छ। छोरापट्टिको अंश पनि हुन्छ त्यो छोरीलाई, अनि आफ्नो त्यो के भन्छ बुवा आमाको अंश पनि हुन्छ। एउटै छोरीलाई दुईवटा अंश चाहिँ त्यो दिनु भएन मेरो विचारले। अमरचन्द्र निजी, यो निकास अन्तिम हामी गइरहेको छौँ, यसको निकास के हुन्छ तपाईँलाई के लागिरहेको छ? निकास आफ्नो भित्रबाट निकाल्नुपर्छ। यो नियम बनाएर कानुन बनाएर धेरै कुराहरू हुँदैन। एकदम आफ्नो हिसाबले हिँड्नु पऱ्यो। आफ्नो सबैजना इमान्दार भयो भने निकास निस्किहाल्छ, इमान्दार भएन भने त यस्तै तपाईँको नियम कानुन बन्दै गर्छ, केही हुँदैन। जस्तो रामसिंहजी भनिसक्नुभयो 33% हालिदिने, आफ्नो मान्छेलाई हालिदिने, अरू त जहाँ जाओस् केही मतलब छैन। त्यसैले तपाईँको 33 किन 50 किन चाहिँदैन? 50 चाहिन्छ नि। 50% जनसङ्ख्या छ भने 50 चाहिन्छ। अर्को छ भ्रूण हत्या जुन भइरहेछ, कसले गरिरहेछ? शिक्षाको कुरा गर्नु त, त्यो डाक्टर पढेको छैन, भ्रूण हत्या गरिरहेछ, त्यो आइमाई जुन जान्छ त्यो उसको हात छैन त्यसमा। छोरीलाई मार्न को? उसको आमा पनि त उसको छोरी हो, जिम्मेवार होइन? त्यो अड्नु पर्यो। अहिले नियम कानुन आएछ, त्यो आफ्नो हस्बेन्डसँग या सासू ससुरासँग अड्नु पर्यो कि म यो गर्भपतन गराउँदिनँ। त्यो उसको पनि जिम्मेवारी हो। पढे लेखेको पनि केटीहरू गर्भपतन गराउँछ, दबाई पत्ता लगाउनुहोस्। पढे लेखेको डाक्टरले गर्भपतन गर्छ। त्यसैले यहाँ चाहिँ हामी चाहिँ सबैको एउटै धारणा रहेको छ कि शिक्षित बनाउनुपर्छ महिलालाई, त्यसले चाहिँ केही समस्या समाधान गर्छ। तर चाहिँ यो विकराल समस्या हो, यसलाई चाहिँ समाप्त गर्नुपर्छ। यसले चाहिँ हाम्रो समाजलाई संसारभरि नराम्रो असर परिरहेको छ। दाइजोलाई समाप्त पार्नुपर्छ र दाइजोको नाउँमा चाहिँ जुन यातना दिने गरिन्छ त्यो अझै कठोर रहेको छ। यसले चाहिँ महिलालाई अझै समस्या गरिरहेछ र यो बेटी बचाओ समस्या भइसकेका छन्, महिलालाई भ्रूणमै हत्या गरिरहेका छन् र त्यसको एउटा कारण चाहिँ दाइजो पनि रहेको छ। एभी न्युज टेलिभिजनका लागि सुजित कुमार झा, जनकपुर धाम।